स्कुल जाने होइन? पाल्मो पाल्मो। ल आएँ म। कति गरेरा हेर त यो स्कुल आउँदा नि के गरे आयो? स्कुल पढ्न जान लाग्या हो के राम्री बन्न जान लाग्या हो र? ल ल छिटो हेर 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 यसको ताल। आफू भने कति काम भ्याएर आइसक्यो, यसलाई भने निस्किन नै 10 घन्टा लाग्छ। सबैजना क्लासमा छिरिसकेछ, यसले गरेर जहिले ढिलो हुन्छ। छिटै ल भरे बेलुका गुन्द्रुकसँग मिसाएर पकाऊ। दिनभरि माछा मार्न जानुहुन्छ, घरमा चाहिँ 2-3वटा। अरू चाहिँ खोइ त? सबै लिएर पकायो भने तिमीलाई कापी कलम चाहिँ केले किन्नु नि? धनबहादुर दाई घर कता हो? यो धनबहादुर दाईको घर चाहिँ यो माथि हो। मान्छे चाहिँ छ कि छैन हेर बाबु। यो घरमा कस्तो कस्तो मान्छेहरू आउँछ, मलाई त अचम्मै लागिसक्यो। हेलो, घरमा को हुनुहुन्छ? घरमा को हुनुहुन्छ हजुर? घरमा को हुनुहुन्छ? ए आमा, आमा बाहिर हेर्नु त को आउनु भएछ? ए नमस्ते। नमस्ते। धनबहादुर दाईको घर यही हो? हजुर हो। साथीले विदेशबाट सामान पठाउनु भएको थियो। होइन, के पठाउनु भएको रहेछ? ए मोबाइल पो पठाउनु भएको रहेछ। मोबाइल मलाई दिन्न? भयो क्या, भरिदिउँला। दिन्न? आहा कस्तो राम्रो रहेछ, म भित्र गएर छु ल। ल हजुर जान्छु है, नमस्ते। होइन होइन, तपाईँ त्यत्रो टाढादेखि आउनु भएको, एक कप चिया त खाएर होइन जानुहोस्। हजुर, ढिला भइसक्यो। के हाम्रो घरमा एक कप चिया खाएर जानु मिल्दैन र? हुन्छ नि। ल मिल्छ भने नम्बर दिनुहोस् न। नम्बर टिप्नुहोस् न। 980 980 37 37 ल अब जान्छु ल। फोन चाहिँ गर्नुहोस् न ल। हस् 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 हस्, नमस्ते। बाबु, ए बाबु। मलाई बोलाउनु भएको? हजुर, यता आउनुहोस् त। बाबु, हजुर आमा। धनीलाई सन्चै छ त? सन्चै छ आमा, राम्रै कम्पनीमा काम गराउनु भएको छ। ए धनीले अरू केही भनेन? ए घरमा सामान पठाउनु भएको थियो, त्यही सामान पुऱ्याउन आएको आमा। ए हजुर चाहिँ धनीको को नि? धनीले केही भनेन छ कि क्या हो? हस् आमा, जान्छु है। हस् हस् बाबु। अब मेरो बाबालाई भनेर स्कुटी किन्न लाउने। कति हिँड्नु यो बाटोमा, मर्न नसकेको। आइया के हो सोल्टिनाहरू, कस्तो सोमदो यो? किन मान्छेले तर्साएको त अनि? कस्तो रहेछ यो, किन हानेको त अर्कालाई? यो त मान्छे पनि नराम्रो, बानी पनि नराम्रो।
उतातिर जाने हो सोल्टिनी? जाँदैन हामी त। मलाई त हतार छ, म त जान्छु। घर चाहिँ कहाँ हुने सोल्टिनी? ए पिपलटार बेसिनमा। फेसबुक चलाउँछ होला नि? चलाउँछु। बेलुका एड गर्छ है? हुन्छ। नाम चाहिँ के छ नि? लभली पाल्मो एड गर्नु ल। ए आपा, स्कुलमा फी तिर्नुपर्ने रे, पर्सिसम्म तिरेन भने परीक्षा दिन नपाउने रे। दिनुपर्ने चाहिँ कति रहेछ नि? 150 रे। 150? ठिकै छ छोरी, म पर्सिसम्ममा जो गराउनु। पाल्मो पाल्मो होइन यो कहाँ गयो छोरी? छ्या, कति करा के? होइन छिराउ न। एउटा टिकटक पनि बनाउनु दिएन। तेरो आपाले भनेको भाइबर, व्हाट्सएप, मेसेन्जर खै के न के भन्छ नि? हो त्यो खोल्यो भने सस्तो मूल्य पर्छ रे के? पछि बनाउला नि आऊ। त्यो सबै खोल्नलाई डाटा चाहिन्छ। डाटा तान्नलाई ब्यालेन्स चाहिन्छ। तपाईँको मोबाइलमा ब्यालेन्स छ? खै हेरौँ त। ला छोरीले केही सोध्ने हो कि? आम्मा 500 रहेछ। कसले हालिदिनु भयो? तेरो आपाको साथीले ब्यालेन्स छैन भनेर मैले मन हेरेको थियो, 500 रुपियाँ हालिदिएछ। धेरै को केटासँग बोल्ने होइन नि, बाले थाहा पायो भने मार्ला। धेरै जान्ने नबोल्ने। जे भनेको त्यो खोल न फेसबुक। ल यो फेसबुक पनि। अनि नाम के राख्ने? त्यही फुलमाया राख्ने हो? फुलमाया। ल अनि उमेर 20 लेखा न। म भन्दा पनि कान्छी होला है। माछा मारेर मात्रै छोरीले ठुलो शिक्षा त कहाँ दिन सक्छ होला र? उसलाई पढाउन त्यति ऋण नलिएको भए यति दुःख त पाएको थिएन। न उनको के अत्तोपत्तो छ। छोरीलाई औषधि खुवाए त? चाँडै निको हुन्छ। हाँस नरु छोरी नरु, मम्मीले औषधि खुवाएको छ, अब ठिक हुन्छ। बुढो, म पनि विदेश जाउँ कि भनेको। किन जानु विदेश? जसो तसो गरेर भए पनि चलिरहेकै छ। पल्लो घरको दिदी पनि साइप्रस गएर पैसा राम्रै कमाइरहेको रहेछ। 2 वर्षको लागि जाउँ कि भनेको। लागत चाहिँ कति लाग्दो रहेछ नि?
त्यस्तै 8-10 लाख लाग्छ अरे। फेरि कमाइ पनि राम्रै हुन्छ अरे, महिनाको 1 लाखसम्म हुन्छ अरे। ठिकै छ, यदि राम्रै हुने भए यो घर जग्ग धितो राखेर भए पनि 9-10 लाख त आउला नि। आपा यहाँ किन बस्नु भएको? म चाहिँ कहाँ कहाँ खोजिरहेको, ढिलो भइसक्यो, घर आउनु पर्दैन? आउँदा आउँदै ढिलो भयो, जाउँ न त। अब यस्तो गर्ने होइन है, भनेको छु नि मैले। जाउँ, हिँड्नुहोस्। हिजो म अलिक चाँडै सुतेको थियो, त्यही भएर। भोलि भेटौँला नि ल हामी। अनि भोलि चाहिँ हामी कहाँ जाने नि घुम्न? हुन्छ। ए ल त्यहाँ हो, हस्। मलाई पनि कस्तो राम्रो लाग्छ त्यहाँ। ल ल। आहा, उता हेर त, कस्तो राम्रो ठाउँ रहेछ है। आइज न, कस्तो राम्रो छ। ओइ न, एउटा भिडियो खिच्दैन? आउँदैन म त, जे पनि आउँदैन भन्छ कि यो। एउटा खिच्दैन, यो रातो बटनमा खिच्ने हो, अनि टाइम देखाउँछ, भइहाल्छ नि। छिटो छिटो। खिच्न सिक्नुमै पर्छ कि, यो जे पनि आउँदैन आउँदैन मात्र भन्छ। ल छिटो छिटो। ल यति यति खिच, कस्तो आइरहेछ? राम्रो आइरहेछ हो? यसरी खिच न, अलि मुनि बसेर। ल ल। कस्तो आयो? भयो? ठिक छ। खोइ देखा त। हो ल, भएछ। ल ल ल, अब घर जाउँ ल, ढिला भइसक्यो। त्यति पैसाले के नै हुन्छ र? पाल्मुलाई स्कुलमा फी तिर्नै पर्यो, साथीभाइहरूसँग घुम्न जाँदा खर्च गर्नै परिहाल्यो, घर खर्च पनि चलाउनै पर्यो। अरू कुरा मलाई केही पनि थाहा छैन। यो पालि चाहिँ 1 लाख रुपियाँ ठ्याक्रेकै पठाउनु पर्छ। मलाई 1 तोलाको सिक्री लाउनु मन छ। मन त के हुन्छ नि, तिमीले मन लाग्यो भन्दैमा पैसा धेरै खर्च गर्ने होइन नि। यहाँको 60 डिग्री गर्मी के थाहा तिमीलाई? अरूको बुढीहरू माइती जाँदा झबक्क सुन लाएर जान्छे, आफ्नो भने 1 तोलाको सुनको सिक्री लाउँछु भन्दाखेरि नाना थरीको कुरा गर्छ। ल ल, म ड्युटी जाने टाइम भयो, यो हप्ता पैसा पठाइदिन्छु, जे गरेर मन आउँछ गर। पैसा चाहिँ मेरै नाममा पठाउने नि, म आफै लिन जान्छु। होइन, आमाको नाममा पठाइदिउँला। कति बिजी भयो होला यो। हेलो, कति बिजी भएको? म दिदीसँग बोल्दै थियो। तपाईँ को हो? आफै नम्बर दिएर बिर्स्यो के हो? कता हो? ए, म घरमै छु। अस्ति नै फोन गर्छु भन्नुभएको होइन? हामी जस्तोले फोन गर्न कहाँ फुर्सद हुन्छ र? अर्काको मान्छेले फोन गर्न डर त लाग्छ नि। तै पनि हाल्यो है। साँच्चै हो र? भेटेरै कुरो गरौँ न। हामी जस्तोलाई कसले लान्छ र? मलाई त जिस्केको मन पर्दैन नि फेरि। ल छिटो रेडी भएर बस है, म लिन आउला नि। हुन्छ, म कपडा लगाएर म रेडी भएर बस्छु ल। मलाई जिस्केको ढाँटीको पटक्कै मन पर्दैन नि। आउनु नि फेरि। ल ल। ओ फुलमाया, के हो पारा? घरमा पनि दिनभरि हुँदैन, लोग्ने भने विदेशमा छ, खाली फोनमा मात्रै चुम्मा चाम्मा गरिरहन्छ। के हो पारा, भन त। तपाईँ आफ्नो काममा ध्यान दिनु न, अर्काको चियो चासो लिएर किन बस्नु भएको? आज भोलि के भएछ कुनी? राम्रो कुरो गर्दा पनि नराम्रो कुरो सुन्ने मान्छे भएपछि ठेकानमा बस्नुपर्छ नि। ल ल ल, आइपुग्यो। यतै रोकिदिनु। भित्र लानुपर्छ भनेर। यहाँ चासो गर्ने मान्छेहरू धेरै छ के, कुरा बुझ्नु न। हामी बाहिरै ल भेटिहाल्छौँ। ल, बाई। बाई। पाल्मो,
ओइ पाल्मो किन स्कुल किन नआएको? म त घुम्न गएको। यत्रो दिन स्कुल छुटेन त अनि? पढेर को चाहिँ ठुलो भएको छ र? तिमी पढे भइगयो नि। धेरै जानी बाँकी। राम्रो कुरा गर्दा नराम्रो सुन्छ। के भएको कुनीहरूलाई? पाल्मोले भनेको कुरा पनि सही हो। सबैको हात हातमा मोबाइल भइसक्यो। आप्पालाई भनेर मलाई पनि एउटा मोबाइल किनिदिनु भन्नु पर्यो। फेरि आप्पाले मान्नुहुन्न होला। हेलो, के छ तिमीलाई? ठिकै छ। सन्चो छैन हो? छैन, के भएको? बिरामी छु। औषधि खाएन? छैन, छोरी कहाँ छ त? छोरी स्कुल गएको छ। कहिलेदेखि भएको बिरामी? औषधि खाएन? कम भएन? बात छैन। औषधि ल्याएर टाइममा खानु। तिमीले सकेन भने छोरीलाई पठाउनु है। धेरै गाह्रो भयो, आमालाई पनि भन्नु। हस्, पैसा पुगेन भने म पठाइदिउँला। हुन्छ। ल, म ड्युटी गएको। तिमीलाई नाटक गर्न कति आउँछ है? यति पनि नाटक मैले गरिनँ भने तिमी जस्तो ह्यान्डसम मैले कसरी पाउँछ? आप्पा, एउटा कुरा गर्नु थियो। के कुरा छोरी? मलाई क्यामेरावाला मोबाइल चाहिएको थियो। यो जाल खेलेर क्यामेरावाला मोबाइल किन्न सक्ला र छोरी? उताबाट तिम्रो आमाले पठाइदिएको भए हुन्थ्यो कि अरे? मलाई जसरी भए पनि चाहियो। दिने मन त आफ्नो छोरीलाई सारा कुरा दिने मन थियो नि। तपाईँ जहिले यस्तै भन्नुहुन्छ के? पाल्मोको बाउले त दिन सक्दो रहेछ त। यस्तो घरमा जन्मिनु भने त नजन्मेकै बेस। कस्तो जिन्दगी। लसो माम। लसो पिङ्गाई, कहाँ हिँड्यौ तिमी बिहानै बिहानै झोलो बोकेर? म त काठमाडौँतिर हिँडम कि भनेको माम। किन सहर जान लाग्यो पिङ्गाई तिमी? सबैको हात हातमा मोबाइल छ। आफ्नो चाहिँ एउटा किनिदेऊ भनेको सक्दिनँ रे। त्यही भएर सहर जान लागेको, आफै के गरौँ भनेर। धन्न गरेको छ मानबहादुरले। दुःख सुख गरेर अर्काको सन्तानलाई पालेको छ। अर्काको सन्तान? हो पिङ्गाई, मानबहादुर तिम्रो आफ्नै बाउ होइन।
छोड छोड मलाई मरेर मलाई समस्याको बचाउनु समाधान हुन्छ पर्दैन। के भयो तिमीलाई तपाईँ मेरो पेटको बच्चा स्वीकार्नुहुन्छ? स्वीकार्छु मैले गर्दा कसैको ज्यान बच्छ भने म स्वीकार्छु आखिर भयो तिमीलाई के मलाई बिहे गर्छु भनेर दुईजनको बनाएर छोडेर गयो। म मर्नु भएको अरू मेरो विकल्प केही छैन। ल ल ल्याउ ल्याउ ल है मनबहादुर पैसा चाहिँ मैले भने जत्तिकै दिएको छु। ए ए हान्छ है क्या हो 2 वर्ष जति पाल्न पाएको भए तँ पर पैसा आउँथ्यो ल लैजाऊ है जमाना पनि के आयो भैँसी बेचेर फोन किन्नुपर्ने कस्तो जमाना आयो हच्चुमा बेचेर भनेको जति तिर्नुपर्ने लिनुस् न हुन्छ हुन्छ हस् हेर्नुहोस् न किन रिसाउनु भयो मिठो छ अरू केही लिनुहुन्छ कि तपाईँ होइन होइन ठिक छ यति बेला स्याल फोन पनि कति आएको ल खोइ उठाउनु फोन उठाउनु आफै मान्छेको त होला हस् रिसाउला नि फेरि छोरी यता आऊ त कता राख्यो ल नयाँ किन्नलाई त पैसा पुगेन राम्रै छ भन्छन् हेर अप्पा भयो भयो स्कुल जान ढिलो हुन्छ जाऊ कति धेरै दुःख गर्नुहुन्छ है तपाईँले हाम्रो लागि। बाँकी नै दुःख गर्नुको लागि लेखेको रहेछ सुख कहाँबाट पाउनु ठुलो सफलता छैन तिमीहरू खुसी भए पुग्छ यति धेरै माया गर्नुहुन्छ हामीलाई यसको गुण कहिले तिर्ने होला। सँगै बाँच्छु सँगै मर्छु भनेर कसम खाइसकेपछि यो गुणको त के कुरो बर
ए त्यही भएर पो मोबाइलमा आएर रहेछ। कति हाँसेर हिँड्नुपर्छ है यसलाई। हेर हेर यसलाई आज कति राम्री देखेको। सधैँ त्यो वालाङ्ग परेको सुरुवाल लाउँदै हिँड्थ्यो। होला होला मान्छेले कस्तो अप्ठ्यारो लागिरहेछ। हुन्छ नि तँलाई त। छोरी घर जाँदै गर्दा यो तोरी कोलमा पिसेर लैजाउँ। यो बिरमान आसेङ पनि अहिले यत्रो मिलहरू आइसक्यो, अझै पनि यो कोल ढिक्की। कोलमा पेलेको तेल, ढिक्कीमा कुटेको चामल, घट्टामा पिसेको मकै, त्यसको स्वाद तिमीहरूलाई के थाहा कस्तो हुन्छ भनेर। होला नि है, तपाईँलाई नै थाहा रहेछ धेरै कुरा। ल हिँड। पाल्मो के मेरो त के मेरो त कस्तो बेइज्जती त सुरुवाल पो नला भनेको त। भित्र पनि केही लाएको छैन। लागेको त थियो। ल ल त्यो हेल्पबोसमा गएर आज जा। त्यो भारी त्यहाँ राखेर जा। ल खोइले किताब चाहिँ म लगिदिन्छु। छिटो गएर आऊ। जा। ओइ म टिकटक खिच्छु ल। ल एकचोटि हेरौँ त। दामी आयो यार। यार दामी यार। ओहो टिकटकमा हालिदियो है, भाइरल हुन्छ यार। पिङ्गाई ओ पिङ्गाई पक एकछिन। के हो त भाइरल भएछ नि। के भएछ? तैँले मोबाइल हेरेको छैन? तेरो हिजोको भिडियो के त्यो भएको। हेर त यहाँ कस्तो कमेन्ट आएको छ। ला के भयो यसलाई? पिङ्गाई पक्न। नाना मकै खानु भएको? मकै खन्दै हो। तिमी चाहिँ कता हो? आप्पालाई खाना पुर्याउन जान लागेको। ए भर्खर। ल आहिया खोइ छोरी पनि अहिलेसम्म खाना लिएर आइपुगेन। स्कुल जानु पर्दैन कि बिदा? नजाने आपा म त।
लिनु अब मोबाइल जहाँ किने त्यहीँ दिनु। के भयो पुरानो भयो? होस् अब म मोबाइल चलाउँदिनँ। हिजोको कुरा आप्पाले थाहा पाउनु भयो भने के हुने होला, कसरी मुख देखाउने होला? तिम्रो बाउले सकेको यही हो छोरी। त्यही पनि तिमीलाई चित्त बुझेन भने अर्कै व्यवस्था गरौँला। होइन मानबहादुर, तिम्रो छोरी स्कुल नगएको अर्कै कारण छ। हिजो उनी स्कुलबाट फर्किँदा महिनावारी भयो अरे बाटोमा। त्यो दिपक लफङ्गेले टिकटक हो कि सिकटक हो खिचेर भाइरल बनाए अरे। अहिले भर्खर स्कुलको मास्टरले भनिरहेको थियो, ओ पिङ्गाई किन लाज मानेको नानी? यो त हामी आइमाई मान्छेले सबैले हुने कुरा हो, लाज मानेर हुँदैन। तिमी त धेरै पढाइ लेखेको मान्छे हो नि, सबैले सम्झाउनु पर्ने ठाउँमा त्यो भिडियो बनायो, रमायो, हेऱ्यो भन्नेहरू बौलायो भन्दामा तिमी पनि बौलाएर हुन्छ त? ए यो भएर पो रहेछ। त्यो मास्टरले भनेको भोलिदेखि जसरी हुन्छ फगाएर भयो नि स्कुल पठाइदिनु भनेको छ। बाटो पनि नाम मात्रै रहेछ। विदेशबाट आउँदाखेरि छिमेली देख्ने गरी सारा गाडीमा आउँछु भनेको चढिगयो नि। कहाँ गएछ यिनीहरू? घरमा नि कोही छैन। फुलमाया, ए छोरी कहाँ गएछ? Sorry, the mobile you have dialed is switched off. Sorry, the mobile you have dialed is switched off. ल मोबाइल नै आउँछ। होइन जानु चाहिँ कहाँ गएछ यिनीहरू? Sorry, the mobile you have dialed is switched off. Sorry. आमालाई सोधौँ कि क्या हो? फेरि रिसाउँछिन आमा? छोडिदेऊ। मोबाइलमा मात्रै फोटो खिच्नु भएको छ कि यो मनभित्र पनि राख्नु भएको छ? मोबाइलमा त राख्ने भए त फोटो खिचेर गइहाल्थ्यो नि। यसरी सँगसँगै बोकेर हिँड्थ्यो। जाउँ हिँड। ल जाउँ। काला छिना तँलाई त म चुप लाग तिमी। तिमी जे गर्नु मन लाग्छ गर, म उसँग जाने निर्णय भइसकेको छ। तँलाई त थाहा छ होइन विदेशको दुःख? तँ त साथीको नाममा कलङ्क रहेछस् साला। एक थोको प्रपर्टी म तिमीलाई दिनेवाला छैन, बुझ्यौ? जे गर्नु मन लाग्छ गर, जाउँ हिँड। छोरो, तिमी मुगलान देशमा जाँदैछौ, राम्रोसित जाऊ है। अर्काको देशमा नजाऊ भन्दै जान लाग्छौ। आमाको कुरो नसुनेर अर्काको कुरो मान्न थालिस्, के गर्नु? भयो बाहिर हिँड्ने बेलामा मेरो नाटक आशीर्वाद सधैँ सधैँलाई छ है बाबु तिमीलाई। आशीर्वाद दिएर सबै कुरा पुग्ने भए म जस्तो कयौँ छोराहरू किन विदेशिनु पर्थ्यो र? तै पनि ढोकरे। भयो जाने बेलामा कस्तो असहायत गरेको। लु भित्र जानु। आप्पा ल छोरी तिमी चाहिँ किन रोएको नि? तपाईँ कहिले फर्किनुहुन्छ? ल म 2 वर्ष बसेर आइहाल्छु नि। मम्मीको राम्रोसँग ख्याल राख। ल फुलमाया म गएँ है। ल तिमीहरूलाई मोबाइल किनेर पठाइदिउँ ल। ल छोरी। ल ढुक्क भएर जानु, म छु घरमा।
सम्बन्धीमा यो एउटा मात्र बाँकी छ। यो पनि बेचेर खान मिल्ने भए तिम्रो बुहारीले बेचेर खान्थ्यो होला। बाबु तिमीले मैले कहिले टाढा जाऊ भनेको छ र? तिमीले मैले पहिल्यै भनेको नजाऊ भनेर तिमी फर्केर आइहालेछौ। मलाई त संसारै फर्केर आएको जस्तो लाग्यो। संसार जिन्दगा थिए, संसारबाटै लुटियो। आमा दुःख पाउँदा आँसुले नि साथ छोड्दो रहेछ। होइन छोरा, यो संसारले सब छोडिनी, यो आमाले साथ कहिले छोड्दैन। त्यस्तो कहिले पनि नसोच। अनि चन्द्रगिरी जाने भन्नुभयो होइन? कहाँ लिएर आउनुभयो मलाई? यहाँ जानुभन्दा अगाडि यहाँ चिया कफी खाउँ न। अनि कहाँ लिएर आउनु भएको भने? भित्र जाउँ न। भित्र? यहाँ? जाउँ न, जाउँ जाउँ। अब चिया खाने ठाउँ यस्तो हुन्छ? किन डराएको? के गर्नुभयो? किन डराएको? बिस्तारै थाहा पाउँछ। मलाई त कस्तो डर लागिरहेछ। डराउनु पर्दैन, म छु नि। पहिला मलाई विश्वास त गर। किन आतिरहेको? बिस्तारै ठिक हुन्छ क्या, बुझ्यौ? मलाई त कस्तो डर लागिरहेछ। डराउनु पर्दैन भनेको होइन। बाहिर आउनुहोस्। तिमी गाडीमा हालिदिनुहोस्। पहिला मलाई के भनेको थियो रे? मान्छे पनि नराम्रो, बानी पनि नराम्रो। समात यसलाई। यो मोबाइल भन्ने चिज चाहिँ अनौठोकै रहेछ। हेरेपछि दिन गएकै थाहा नहुने। ल ल ल ल ल त्यही भएर हो मोबाइल पाएपछि मान्छे बोल्नै नखोज्ने कारण यो पो रहेछ। आपा आपा सन्चै हुनुहुन्छ? ठिकै छ छोरी। मैले हजुरको लागि के ल्याइदिएको छु हेर्नुहुन्छ? यो जाल त मेरो जिन्दगी हो छोरी। जिन्दगीलाई भन्दा धेरै माया गर्ने। तिमीले सक्छौ भने तिम्रो आमालाई खोजेर ल्याऊ। ऊ अहिले कहाँ छ, के गर्दै होली? मेरो प्यारो आपा, हजुरको मनको कुरा सबै बुझ्छु नि म। हेर्नु त। यतिका वर्षसम्म एकचोटि पनि याद आएन मेरो तिमीलाई? अर्काको देश भने जस्तो कहाँ हुँदो रहेछ र?
मैले हजुरको इच्छा पुरा गर्न सकिनँ। माफ गरिदिनु मलाई। मलाई धन सम्पत्ति होइन, मलाई तिम्रो साथ चाहिएको छ। साथ। ओए तँ मसँग रिसाएको? नरिसा न यार, नरिसा न। ड्युटीको कारण तिमीसँग बोल्न पाएन। आज हेर त सञ्जालको गलत प्रयोगबाट कति अपराधहरू बढिरहेछ। बुझ्यो होइन आज तिमीले? थ्याङ्क यू यार, तैँले गरेर आज म त्यो खराब मान्छेबाट बचेँ। पहिला पनि तँ मेरो साथी नै थियो, अहिले पनि त्यति नै माया गर्छु। सामाजिक सञ्जालको गलत प्रयोगबाट हुने विभिन्न आपराधिक घटनाहरूबाट आफू पनि बचौँ, अरूलाई पनि बचाउँ। फेसबुक, मेसेन्जर, व्हाट्सएप, भाइबर, टिकटक, ट्विटर जस्ता सामाजिक सञ्जालहरूलाई आजैबाट सही सदुपयोग गरौँ। अपरिचित व्यक्तिले अहराएका कुनै पनि कार्यहरूबाट टाढै बसौँ। कुनै पनि व्यक्तिको फोटो, भिडियो र सो व्यक्तिको व्यक्तिगत आचरणमा आँच पुग्ने कुनै पनि क्रियाकलापहरूलाई सामाजिक सञ्जालमा पोस्ट नगरौँ। सामाजिक सञ्जालको सही सदुपयोग गरी सच्चा नागरिकको परिचय दिउँ। रोशी गाउँपालिका, तामाङ चलचित्र सङ्घ, नेपाल।